फेरि हेलो हाई 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 नै छैन त के आज बाउलाई भएर आएन भने ले बुझ्यो हैन त यो गर्दा गर्दै हामी गन्छन गरेर आउँछौँ सुकुटेर पलमा आउँछ नि पहिला पलमा उहाँ अहिले उहाँ राख्नु सुकुटेलाई एकतिरबाट ल्याउनु पर्यो पलमान र अनि होइन सुकुटेर हाम्रो हाब्रे सरलाई एकतिरबाट ल्याउनु पर्यो होइन पलमानलाई एकतिरबाट जोड्नु पर्छ रे है कति बराल्यो बस्यो गाउँ डुल्यो रक्सी खाने मान्छेको सङ्गत गर्यो घरमा चामल लिएर पर्दैन रक्सी खाने मान्छे अहिलेसम्म अबको प्रकारले चाहिँ म रक्सी खान हिँड्छु तर खान्न कि खाना तपाईँलाई थाहा हुन्छ पछि माया लाग्छ प्रेसर कुकर पड्किदिने होला के रक्सी हुन्छ म चाहिँ दैले मलाई डोरीले प्रभु नमस्कार दर्शन सिटी लगाइरहनु के गर्नु एकदम ठिक छ यहाँ सुटिङतिर बसिरहेको थिएँ हिजो भाउजूलाई फोन गरेको थिएँ म अहिले सुटिङ यहाँ हाम्रो माथि दिएछ नवीकरण गर्ने डेट आजसम्म मात्रै रहेछ अब हेलो कुपिन्डोको सुटिङ कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ आज म पागलनीको रोल छु हैन आज पुरै पागल पागलनीको सिन अरे यता तपाईँलाई आज कुपिन्डोको सुटिङ हेरेर कस्तो लाग्यो एकदम राम्रो लाग्यो घाम चर्के खाँदै यस्तै घाम चर्केर गर्मी भयो सानो कुरा नगरौँ के अरे अस्ति म यहाँ आएको होइन त यस्तो घाम चर्केको छ यस्तो घाममा सबजनाले मेहनत गर्दै हुनुहुन्छ गाह्रो छ के गर्नु फिल्म हेर्न सिरियल हेर्न घरमा बसेर त मजा आउँछ तर के गर्नु साथीहरू गाह्रो छ अनि यता म चाहिँ यता छु यहाँ स्प्राइट बोकेको छु घाम छ के गर्नु चिसो खाँदै सुटिङ गर्दै छौँ बुवा हजुर तपाईँलाई कुपिन्डो सिरियलको सुटिङमा कतिको रमाइलो लागिरहेको मलाई लास्टै रमाइलो लाग्छ अब सबै आफ्नो बहिनीहरूसँग काम गर्न पाइएको छ रमाइलो लागेको छ रमाइलो लाग्यो मेरो बाउलाई बहिनीको अब रोलै बहिनीको त्यस्तै छ बाउलाई पनि हो बाउलाई म सधैँ बनाउँछु अहिले एकछिनपछि हेर्दै जान्छु यिनी हुन् सानो सानो यिनी चाहिँ बाउलाईको सिन छ अनि उहाँले भेटेर उहाँको घरमा लग्नुहुन्छ र उनीलाई कस्तो बनाउनुहुन्छ त यो चाहिँ यो भाग हेर्नको लागि चाहिँ तपाईँहरू युट्युब च्यानलमा गएर कुपिन्डो अफिसियल च्यानलमा गएर हेर्न सक्नुहुनेछ प्रत्येक शुक्रबार साँझ 7 बजे हेर्न नभुल्नु होला है त सबैजनाले होइन त बुवा हो त हेर्नु परिहाल्यो नि हेरेर यत्रो दुःख गरेर यस्तो घाममा हामीलाई घाम पानी नबनिकन बनाएको छौँ
हजुरले हेरिदिनु भयो भने त हाम्रो यत्रो दुःख गरेर हाम्रो मेहनत त खेर गइहाल्यो नि त्यही हो सबैजनाले गएर युट्युबमा गएर हेरेर के कस्तो लाग्यो चाहिँ फेरि कमेन्ट पनि गरिदिनु होला है त होइन नान्बा नान्बा तपाईँकै केटामा जानु